ल सम्पूर्ण दर्शकहरूलाई मेरो दुई हात जति नमस्कार। तपाईहरुलाई मैले के भन्न चाहन्छु भने अब हाम्रो नेपालमा धेरैजना पढिरहेका छन् र मसित आएको भाइ पनि अहिले उहाँले डिग्री पढ्नु भएको छ। तर डिग्री पढेर के गर्ने, नेपालमा जागिर छैन, नेपालको सरकार यस्तो छ है, प्रत्येक मान्छे विदेश जानुपर्छ। त्यसकारणले उहाँ भाइ पनि बसिरहेको रहेछन् र मैले आज उहाँलाई जागिर दिन मैले नर्थ अन्नपूर्ण बेस क्याम्पमा उहाँलाई भारी बोकाएको छु र उहाँ बुढाबुढी पनि आउनु भएको छ है। त्यसकारणले छोरी मान्छेको धेरै ठुलो मुटु रहेछ भन्ने मैले अहिले बुझेँ र उहाँले पनि 30-35 किलोमा ओभर बोक्नु भएको छ यो उकालोमा नि। उहाँलाई धेरै धेरै धन्यवाद। र अरू छोरी मान्छेहरूपट्टि पनि यस्तै गरेर हिम्मत गरेपछि नहुने केही पनि हुन्न रहेछ र आँट गर्नु पर्यो। आँट गरेपछि भगवानले पुर्याइदिन्छ है सबैजनालाई। र उहाँहरू बुढाबुढीले एकदम 35मा ओभर भारी बोक्नु भएको छ। अब पढेर के गर्ने, जागिर छैन, मजबुरी छ नेपालमा। त्यसकारणले सरकारलाई मैले के भन्न चाहन्छु भने तपाईँ सरकारहरूले पनि एकदम हाम्रो नेपाललाई चाहिँ एकदम A1मा लाने कोसिस गर्नु, ताकि तपाईहरूले चाहिँ तल गिराएर चाहिँ एक दुईजनाले भ्रष्टाचार गरेर चाहिँ नेताहरूले भ्रष्टाचार चाहिँ नगरिदिनु होला भन्दै तपाईहरूलाई यही सुझाव दिन चाहन्छु। म माइकल ज्याक्सन, कुतकुते झरना। तपाईहरू यहाँ आएर खाजा खाइदिनु होला, यहाँको खाजा एकदम मिठो छ, तपाईहरूले खाएर मात्रै टेस्ट गर्नु होला भन्दै तपाईहरू यहाँ आएपछि अरू नखाए पनि कफी मात्र खाइदिनुहोस्। तपाईहरूले टेस्ट कस्तो हुँदो रहेछ भने चाहिँ थाहा पाउनुहुन्छ। ल त हस्, धन्यवाद।